समस्याहरूमा जुन चाहिँ हामी विशेष गरेर किशोरीहरूलाई भनेपछि शिक्षिकाहरूलाई हैन आएर सुनाउने, कहिलेकाहीँ त्यस्तो आफ्नो पर्सनल समस्या हुन्छ अथवा चाहिँ साथीको समस्या भयो भने पनि हामीहरूलाई आएर सुनाउने, जुन चाहिँ अब तिमीहरू सरहरूसँग अलिकति भन्न नसक्ने खालका समस्या हुन्छन्, त्यस्ता समस्याहरूलाई निर्धक्क साथ हामीहरूसँग भएर, अब म छु, म लगायत सम्पूर्ण म्याडमहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ आफूलाई कुनै समस्या पर्यो भने त्यस्ता समस्याहरूलाई, विशेष गरेर गर्ल्सहरूका समस्याहरू हामी चाहिँ अप्ठ्यारो परेको खण्डमा तिमीहरूले चाहिँ सुन्ने, तिमीहरूले सुनेपछि आएर हामीहरूलाई सुनाउने र त्यस्ता समस्याहरू समाधान गर्नको लागि हामीले हाम्रो विद्यालयमा किशोरीहरूको गठन पनि गर्ने गरेका छौँ। विगतको वर्षमा पनि गरेका थियौँ र यस वर्ष पनि गर्दैछौँ र त्यसको लागि विशेष गरेर सम्पूर्ण गर्ल्सहरू निर्धक्कका साथ कहिलेकाहीँ त्यस्तो अप्ठ्यारो समस्याहरू भयो भने नलजाइकन आफूलाई देखिएका समस्याहरू हामीसँग सुनाउनुपर्छ। कहिलेकाहीँ हामी तिमीहरूका समस्याहरू थाहा नहुँदाखेरि कहिलेकाहीँ तिमीहरूलाई अप्ठ्यारो पर्ने क्रममा पनि हामीले गाली गरेका हुन्छौँ। त्यस्तो चाहिँ नहोस् हैन। कहिलेकाहीँ तिमीहरू भन्दैनौ, नभनेपछि हामीलाई थाहा हुँदैन अनि त्यसपछि आफूलाई परेका समस्याहरू हामीले थाहा नपाउँदाको कारणले गर्दा तिमीहरूलाई चाहिँ अप्ठ्यारोमा परेको पनि मैले कहिलेकाहीँ देखेको छु। त्यही भएर निर्धक्क साथ त्यस्ता जुन चाहिँ किशोरीहरूलाई देखिने समस्याहरू हुन्छन्, जस्तै मेन्स हुँदाखेरि अब तिमीहरूलाई चाहिँ पेट दुख्ने हैन, अब कहिलेकाहीँ चाहिँ एकदमै पेट दुखेर पढ्न नसक्ने अवस्थामा छौ तर सरहरूसँग भन्न सक्दैनौ अनि म्याडमहरूलाई पनि सुनाउँदैनौ भने त्यसले तिमीहरू आफैलाई अप्ठ्यारो पार्छ। त्यस्ता समस्याहरूलाई निर्धक्कका साथ आफ्नो साथीलाई सुनाउने अथवा चाहिँ साथी मार्फत अनि त्यसपछि हामीसँग आयो भने तिमीहरूलाई पर्ने अप्ठ्याराहरूबाट त्यसलाई चाहिँ हामीले सहयोग गर्न सक्नेछौँ र आफूहरू तिमीहरूलाई चाहिँ कहिलेकाहीँ हुने त्यस्ता समस्याहरूमा पनि निर्धक्कका साथ आज यस्तो भयो भनेर ढुक्क भएर कसैसँग लजाउनु पर्दैन। जुन कुरा चाहिँ सामान्य हुने कुरा हुन् हैन, प्रकृतिका नियमहरू ती सधैँ हुने कुरा हुन्, त्यसलाई चाहिँ नलजाइकन निर्धक्कका साथ हामीलाई यस्तो भयो भनेर सुनाउँदाखेरि तिमीहरू आफैलाई सजिलो हुन्छ र लुकाउने काम चाहिँ नगरेर पोहोर चाहिँ कसैले कोही भन्न नसक्ने, आफूलाई समस्या देखियो आफूलाई भन्न नसक्ने अनि त्यसपछि 2-3 जना साथीहरूलाई गुहाएर अनि अरू मार्फत पनि सुन्ने मैले एउटा दुईटाबाट त्यस्तो पनि सुनेको छु। यो वर्ष चाहिँ त्यस्तो नहोस्। आफूलाई देखेका समस्याहरू आफूहरू साथीहरूबाट समाधान गर्ने अथवा चाहिँ हामीलाई सुनाउने, त्यस्ता समस्या समाधान गर्नको लागि हामीले पोहोर पनि किशोरी गठन गरेका थियौँ, अहिले पनि किशोरी गठन गर्दैछौँ आज र यो वर्ष पनि जुन चाहिँ अब विगत